हजुरले नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी चेवन राणा मगर चेवन। हामी चाहिँ अब चाहिँ आज हामी नाम्बा पार्क डुल्न गइरहेको छौँ। त्यहाँ चाहिँ हजुरहरूलाई के छ देखाउने छु। अनि हामी चाहिँ साथीहरूको समुद्र साइकलमा जाने, साथीहरूको होस्टेलमा ब्युटिफुल यहाँ हामी यति डुल्न जाँदैछौँ है। कसलाई यस्तो भएको छ, अघि चाहिँ अर्कै लुगा, अहिले चाहिँ अर्कै लुगा। कसलाई यस्तो भएको छ, अघि चाहिँ त्यो मैले लुगा लगाएको थिएँ, लगाउँदै च्यातिएँ क्या, अनि मैले अर्को मैले चेन्ज गरेर लगाएको सबैजनाको। फेरि हामी चाहिँ हिँड्दै 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 नाम्बा जाँदैछौँ। यता छ ब्युटिफुल क्युटीहरू, अगाडि छन् 3-4 जना। चाहिँ नाम्बा पार्क आइसक्यौँ। यस्तो रहेछ, कता पो हौ रहेछ है। एकदम राम्रो रहेछ। अनि माथि बारबेक्यू पनि रहेछ। कस्तो राम्रो राम्रो फुलहरू रहेछ। माथि चाहिँ जङ्गल रहेछ, माथि माथि यत्रो यत्रो रुखहरू छ यो घरमाथि। अब यो जङ्गल, हामी त जङ्गल भन्छौँ नि त, गार्डन अरे है, जङ्गल होइन अरे। त्यसमा म क्षमाप्रति भन्न चाहन्छु, लाग्छ भनेर चाउचाउ पनि ल्याएको छौँ। अब यहाँ किनेर खान सकिँदैन नि त, महँगो छ, त्यही भएर यहाँ पानी पनि व्यवस्थित गरेर पानी पनि ल्याएको छौँ। यहाँ चाहिँ यस्तो रहेछ, आमा कस्तो राम्रो है। जङ्गलभित्र छौँ। यहाँ आउटफिट चाहिँ गर्दैछ उनीहरू चाहिँ। यहाँ फोटो खिच्नु रेडी भइसक्यो। हामी चाहिँ गाइस यो हाम्रो यो नाम्बा पार्कमा चाहिँ यस्तोहरू चाहिँ हाम्रो चाहिँ बेसीतिर पाउँछ। यहाँ चाहिँ सजाएर राख्दो रहेछ होइन। हाम्रो चाहिँ जमिनमा हुन्थ्यो, अब हाम्रो चाहिँ जमिन हुन्थ्यो। यो चाहिँ हामी माथि कति तला माथि छौँ, हामी यो कति तला माथि हो, 9 तला माथि छौँ। हजुरहरूलाई यो भुइँ जस्तो लाग्छ होला, तर बिल्कुल होइन। यो भनेको के हो, यो झार सबै वन जङ्गल छ नि, यो भुइँ होइन। हामी चाहिँ माथि यो 8 तला माथि छौँ क्या। राम्रो ठाउँ छ। 4th फ्लोरमा छौँ हामी चाहिँ। अहिले नाम्बा स्टेसनमा आइपुगेको छौँ। यो चाहिँ स्टेसन जाने बाटो है, स्टेसन जाने बाटो है यो हाम्रो देखिरहेको चाहिँ। हाम्रो भाइले चाहिँ ब्याग किन्नु आँट्दैछ होइन। यो ब्यागलाई 7,590 बाप्पा रे। हेर्नु है, जापानमा ब्यागहरू स्कुल जानुको लागि ब्याग छ भने हजुरले घरबाट लिएर आउनुहोस्। 6,490। हाम्रो धनी साथीहरूले किन्छु भन्दैछ। यत्रो यो ब्यागलाई 6,490। यो ब्यागले 8,690 छ। त्यही भएर सबैजनाले जापान आउँदाखेरि हजुरहरूलाई स्कुल बोक्ने ब्याग चाहिँ नेपालबाटै लिएर आउनु होला पनि होला। यस्तो ब्यागको 10,000 10,780 अरे यस्तो ल। सुकोया खाना, युता खाना। हामी चाहिँ दोतनपुरी आएको छौँ।
चिकनगुरी हेर्न आज हामी ओसाकाको धेरै 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 हुन्छ यो गरिरहेको थिएँ पिक्चरमा पछाडि पिक्चरको जस्तै अरे किस गरेको गरेछ हाम्रो ओखाने मोजी साथीले चाहिँ कति हजारको 8,000को ब्याग बोकिसकेको छ जागुआर ब्याग ब्रान्डको हामी चाहिँ हेर्न मात्र आएको साथी ब्याग पनि देखाइदिउँ न खोलेर देखाइदिउँ त यस्तो ब्याग छ देखेर आउँदा चाहिँ हिँड्दै आएको थियौँ भने अहिले चाहिँ हामी खुट्टा दुखिसक्यो हिँड्दा हिँड्दा अहिले चाहिँ हामी रेलमा जाँदैछौँ अघि चाहिँ हिँड्दै आएको थियौँ नि त कति पनि कस्तो लागेन अन्डरग्राउन्डमा छौँ अब हामी चाहिँ रेल चढ्ने तयारीमा जे गरे पनि इसारामै चल्नुपर्ने रहेछ अब यहाँ ट्रेन ढिलो भइसक्यो कुद्नुपर्ने यहाँ पैसा गन्दैछ ट्रेन चढ्नको लागि अनि त्यस्तो नगर्ने त अनि त्यस्तो गर्नु परेको थिएन त अब कोही चाहन्छ